मान्छेहरू हिँडिरहेको छन्। मान्छेले प्रेमीहरूले यहाँ लेख्न भ्याएका रहेछन्। रिता भनिरहेछ हैट। डाँडा त पुरै हिउँले राखेको छ त। पुरै जुम्लाभरि यो चाहिँ चन्द्रनाथ मन्दिर यहाँ छ। यो कान्जिरको होटल, त्यसपछि स्तुपा चाहिँ अलिकति छेकेको रहेछ, सानो छ। त्यसपछि बासी मालिका, चेरे अनि चिमारा। ठिक छ नि। पुरै हिउँले ढाकेको बाटो, मान्छेहरू हिँडिरहेको छन्। आई लभ यु पनि लेखाएको छ नि। के रहेछ धीरज के अरे ढेलचाक भनेको हो। के रहेछ ढेलचाक भनेको होइन? आई मिस यु रिता भनिरहेछ। मान्छेले प्रेमीहरूले यहाँ लेख्न भ्याएका रहेछन्। यहाँ आएर स्टिकको जमाना गएपछि त्यसपछि स्टिकमै हिँडिरहेको छ हामी। त्यो पनि हल्लाउँदै हल्लाउँदै मजा आइरहेछ आउनु चाहिँ। बाक्लो हिउँ काटे गर्दैछ। के लेख्दैछ केटाले? दिपक मेरो त फर्स्ट एक्सपिरियन्स हो यस्तो हिउँ खेलेको, हिउँमा हिँडेको। खास मैले अब यो जुत्ता पनि केही काम छैन होला जस्तो लागिरहेको थियो, तर यस्तो बेलामा काम लाग्यो। 1 सालदेखि यतिकै राखिरहेको थिएँ। अनि दिपकले एक्सपिरियन्स गरेछ त यस्तो हिउँ? यस्तो पहिला चाइनामा सर मजाले थियो। त्यहाँ 2-3 कति कति हुन्थ्यो हिउँ? कति लामो हुन्थ्यो? त्यसभन्दा नि बाक्लो हुन्छ। बाक्लो हुन्थ्यो। मैले त यहाँ देखेको सबभन्दा बाक्लो यही पोहोर साल थोपा पर्यो। खासै त्यस्तो फिलिङ पनि भएन हिउँ परेको होइन। यसपालि त राम्रो छ त यार। तर अर्को साइडको अर्को किनारामा खाली छ फेरि, यसो अचम्म होइन? यो चाहिँ यतापट्टि कुहिरो भएर के भन्छ त्यसलाई, चिसो भएर होला। चेरे डाँडामा पनि चेरे पनि छ। हल्लिँदो रहेछ मेरो यो मजाको हिउँ। बोल्न नआएपछि पहिलो भ्लगमा यस्तै हुन्छ। मैले 1 साल अगाडि पनि जुम्लाको भ्लगको हालेको थिएँ, बोलेको थिएँ। तर यसपालि चाहिँ खोइ 1 साल भएपछि मान्छेलाई लाज लाग्दो रहेछ क्या, मान्छे लजाउँदो रहेछ। धेरै मान्छे हिँडिसकेको रहेछ त्यहाँ। हिँडेको ठाउँबाट हिँड्दा तिम्रो त जुत्ताभरि हिँड्छिर्यो होला नि?